प्रथम स्कन्धमा हामीले वाचन श्रवण गरियो। यसै गरी दोस्रो स्कन्धमा जम्मा 10 अध्याय रहेका छन्। यहाँ सुखदेव स्वामीले सद्य मुक्ति क्रम मुक्तिका विषयमा वाचन श्रवण गराउनु भयो राजा परीक्षितलाई। योग धारणाद्वारा शरीरको त्याग कसरी गर्ने भन्ने कुरा सुनाउनु भयो। ब्रह्माजी र नारदको संवाद भयो। अवतारहरूको भगवानका 24 अवतारको प्रसंगहरूको विवरण र प्रकृतिको यो प्राकृतिक सृष्टिको उत्पत्ति कसरी भयो भन्ने कुराको कथा वर्णन गरिएको छ द्वितीय स्कन्धमा, जो हामीले वाचन श्रवण गरिसक्यौं। यसै गरी तृतीय स्कन्धमा तेस्रो स्कन्धमा 33 अध्याय रहेका छन्। यहाँ विदुर र उद्धवजीको संवाद, विदुर मैत्रजीको संवाद, पुराण संहिताका विषयमा प्रश्न उत्तर, सृष्टि कसरी हुन्छ भन्ने कुरा, भगवानले सृष्टि कसरी गर्नुहुन्छ, प्रलय कसरी गर्नुहुन्छ भन्ने कुराको वर्णन गरियो। विभिन्न अवस्थामा कालको गति कस्तो हुन्छ, ब्रह्मा, रुद्र, सनकादि, नारदजी, स्वयम्भुव मनु एवं शतरूपाको उत्पत्तिको कथा पनि हामीले वाचन श्रवण गरियो। त्यसपछि बरा भगवानको प्राकट्य कसरी भयो, बरा भगवानले पृथ्वीको धारण कसरी गर्नुभयो, स्थिर कसरी गर्नुभयो, हिरण्याक्षको वध गर्नुभयो भन्ने पावन प्रसंग वाचन श्रवण गरियो। त्यसै गरी कर्दम ऋषिको कथा, कपिल देव भगवानले आफ्नी आमा देवहूतिलाई दिनु भएको पावन उपदेश हामीले वाचन श्रवण गरियो। संवाद तत्पश्चात चौथो स्कन्धमा जम्मा 31 अध्याय रहेका छन्। यहाँ प्रजापतिहरूको उत्पत्तिका विषयमा श्रवण गरियो। अत्रि र अनुसुयाको कथा श्रवण गरियो। तत्पश्चात दक्षको यज्ञ कसरी विध्वंस भयो भन्ने कथा प्रसंग हामीले वाचन श्रवण गरियो, सती महारानीको प्रसंग। तत्पश्चात भगवानका प्रिय भक्त ध्रुवजीको चरित्र हामीले वाचन श्रवण गर्यौं। पृथु महाराजले कसरी पृथ्वीमा शासन गर्नुभयो भन्ने पावन प्रसंग वाचन श्रवण गरियो। प्राचीन बलिको संवाद, प्राचीन बलिले बलिद्वारा यज्ञ गर्थे, पशु बलि गर्नु हुँदैन भनेर नारदजीले आएर सम्झाउनु भएको त्यो प्रसंग हामीले वाचन श्रवण गरियो। तत्पश्चात पाँचौं स्कन्ध पञ्चम स्कन्धमा जम्मा 26 अध्याय रहेका छन्। यहाँ सबैभन्दा पहिला मनुपुत्र प्रियव्रतजीको पावन प्रसंग वाचन श्रवण हामीले गर्यौं। त्यसपश्चात अग्निन्द्र, नाभि, ऋषभदेवजीले आफ्ना 100 भाइ पुत्रलाई दिनुभएको उपदेशको वाचन श्रवण गरियो। भरत चरित्र श्रवण गरियो। द्वीप, वर्ष, समुद्र, नदी, पर्वतहरूको कथा प्रसंग, ज्योतिष चक्रको वर्णन, नरक आदि लोकको वर्णन हामीले वाचन श्रवण गरियो। त्यसै गरी